हेलो नमस्कार। आज चाहिँ मैले सिस्नु पकाएको भिडियो यहाँहरु समक्ष शेयर गर्दैछु है। यसलाई चाहिँ यसरी पिठो लगाएर मजाले हल्लाउनु पर्छ। यो किरा हुन्छ, मसिनो किराहरु हुन्छ, धेरै नेसको किराहरु चाहिँ यो पिठो लगाएपछि चाहिँ पिठोले लडाएर झार्छ। मसँग चाहिँ कोदोको पिठो छैन, त्यही भएर मैदाको पिठो लगाएर चाहिँ चलाउँदैछु। कोदोको पिठो भयो भने चाहिँ मजाले। अब यो सिस्नुको यो भदौ लाग्यो, भदौ असोजको लाग्यो है। असोज लाग्यो, असोजमा चाहिँ लाग्न आँट्यो। यति बेलामा चाहिँ यसको यो फुल हुन्छ, यो चाहिँ सिस्नुको फुल हो। अनि फुल एकदम मिठो हुन्छ यति बेलामा चाहिँ। यसरी धेरै मजाले हल्लाउनुपर्छ। यसो गरेपछि यहाँ भएको किराहरू सबै झर्छ। भाङ्रे सिस्नु भन्छ, ठुलो खालको हुन्छ, अलिकति पात चामलेको चाहिँ फुल हो। फुल हो। फुलको सिजनमा चाहिँ सिस्नु सबैभन्दा धेरै मिठो चाहिँ फुलको सिजनमा हुन्छ। अहिले फुलेको सिस्नु चाहिँ एकदम मिठो हुन्छ। सिस्नु धेरै रोगहरूको औषधि पनि हुन्छ भन्छ। प्रेसर हाई हुनेहरूको लागि पनि एकदम राम्रो हुन्छ। यो प्रेसर लो बनाउँछ। लो हुनेलाई चाहिँ कहिले काहीँ खाँदा त केही हुँदैन। मेरो पनि प्रेसर लो छ, तर म चाहिँ खान्छु सधैँ नै। दिनै पछि खाने कुरा हुँदैन, यसो कहिले काहीँ खाँदा केही हुँदैन। यहाँ चाहिँ किराहरू मसिनो झरेको हुन्छ। किराहरू मजाले झर्छ। सिस्नुमा भएको, सिस्नुमा फुलमा किरा हुन्छ। सिस्नु पकाउनको लागि चाहिँ मैले हाम्रोतिर चाहिँ घोरे दाल भन्छ, यसलाई मस्याङ पनि भन्छ कतै कतै। यो उसिनेको छु। सिस्नुलाई राजमाको दाल, आलुसँग पनि पकाउन सकिन्छ। मैले चाहिँ आज चाहिँ यो घोरे दाल पकाएको छु, घोरे दालसँग पकाउने भनेर। यसलाई यसरी मजाले दाल राखेपछि यो चाहिँ मैले भेन्डी, चिप्ले भेन्डी हो यो, यसलाई लगाइदिन्छु। अनि चिप्ले भेन्डी लगाइसकेपछि सिस्नु छ। अब सिस्नु लगाउने हो, चिम्टा भन्छ। पहिले चाहिँ चिम्टा फलामको हुन्थ्यो क्या हाम्रो गाउँमा चाहिँ। अहिले चाहिँ अब फलामको चिम्टा पाउँदैन खासै। अनि अब यो उम्लिराखेको दालमा चाहिँ यसरी यो सिस्नुलाई लगाइदिने। अब यसलाई एकचोटि छप्पो पारेर यो दालमा चाहिँ भिजाइदिने। यसरी भिजाइदिइसकेपछि चाहिँ यसलाई यतिकै छोडिदिने। एकछिन उम्लिरहन्छ। अनि यसलाई बिर्को पनि लगाउँदिनँ म चाहिँ। यतिकै आगो अलिक ठुलो ग्यास बनाएर उम्लिरहन दिन्छु।
अब यसरी निकै गरी उम्लिन दिइसकेपछि यसलाई ठ्याप्प पल्टाइदिने मात्रै, भित्रको बाहिर बाहिरको भित्र बनाइदिने। यो सिस्नु पाकिसकेको छ। सिस्नु पाकिसकेपछि चाहिँ यसमा चाहिँ मैले लसुन अनि सिल्टिमुर पिसेको छु। यसलाई झान्नु पर्दैन अरू तरकारी जस्तो। लसुन र सिल्टिमुर पिसेर लगायो भने हुन्छ, तर कसैले झानेर पनि खानुहुन्छ, आफ्नो आफ्नो पकाइको स्टाइल हुन्छ। कसैले चाहिँ कुकरमा सिटी पनि लगाउनुहुन्छ, तर म चाहिँ सिटी नलाइकन खुल्ला गरेर पकाउँछु। यसलाई अलिक खुल्ला गरेर पकायो भने चाहिँ पाक्दाखेरि पनि हरियो हुन्छ, भनेदेखि सिटी लगाएको छ भने चाहिँ अलिक कालो कालो देखिन्छ। सिस्नु तयार भयो। यस्तो खालको भयो सिस्नुको फुल। मेरो सिस्नु तयार भयो। यस्तो भयो, यस्तो खालको। सबैको पकाउने आफ्नो आफ्नो तरिका हुन्छ। तपाईँहरूले कसरी पकाएर खानुहुन्छ र कहिले पनि पकाएर खानुभएको छैन भने तपाईँहरू पनि पकाएर खानुहोस्। एकदमै मिठो हुन्छ सिस्नु र औषधिको रूपमा पनि यसलाई लिन्छ। यहाँलाई यो भिडियो कस्तो लाग्यो हेरेर लाइक, कमेन्ट र नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु।